Hello guys, नमस्कार, गुड मर्निङ, ल सोफिया फुल्ला, वेलकम ब्याक टु माई युट्युब च्यानल। साथीहरू अर्को एउटा भिडियोमा स्वागत छ हजुरहरूलाई। आज चाहिँ म र हाम्रो फ्यामिलीहरू चाहिँ मनोकामना घुम्न जाँदैछु। मेरो छोरा, मेरो बुढो र म चाहिँ। अनि त्यही भएर अहिले यहाँ चाहिँ यो उसमा मुनि आइसकेको छ, ढाडे फेदीबाट तल आइसक्यो होइन। यो पुलबाट अब हामी यता सिधै जान्छौँ। यो फर्स्ट टाइम हामी बाइकमा यात्रा गर्दैछु साथीहरू। अब मनोकामनाको फुल भिडियोहरू सबै म हजुरलाई देखाउने छु। त्यसको लागि हजुरहरूले मेरो पुरा भिडियो हेरेर साथ दिनु होला। ओके साथीहरू, अब सुरु हुन्छ। यहाँ माथिबाट आएको हामी चाहिँ होइन, अनि यहाँ बाइक छ हाम्रो चाहिँ। अनि यहाँ माथिबाट आइसक्यो हामी। बिहानै हिँडेको यस्तो डाँडा काँडा छ साथीहरू यतातिर चाहिँ। यो चाहिँ त्रिशुली खोला हो, ठ्याक्कै त्रिशुली खोलामा आइसक्यो हामी चाहिँ। अनि त्यही भएर अब हामी यात्रा गर्दैछौँ यहाँबाट सिधा। फर्स्ट टाइम बाइकमा आएको साथीहरू हामी। तल्लो बाटोबाट यस्तो छ साथीहरू। यहाँको भ्युजहरू पनि थोरै खिचिरहेको छु मैले। यस्तो छ। यो चाहिँ देवीघाट पुल हो साथीहरू। यो पुल क्रस गरेर आएको हामी चाहिँ। हजुर, यता चाहिँ देवीघाट मन्दिर रे। अरे मन्दिर चाहिँ भन्नुहुँदो रहेछ। अनि यो चाहिँ देवीघाटको पुल। देवीघाटको पुल, त्रिशुली देवीघाटको पुल चाहिँ यो है। अनि यो चाहिँ सब मार्केटहरू, यो चाहिँ घरहरू। यहाँ चाहिँ यहाँ हो देवीघाट मन्दिर चाहिँ। यहीँबाट दर्शन भगवान। ल जाऊ। गल्छीबाट यता हामी लाग्नुपर्छ। यताबाट आएको चाहिँ कलङ्की काठमाडौँबाट आउने चाहिँ है। अनि हामी चाहिँ यताबाट आएको है गाइजहरू। गल्छी पुग्यो है गाइजहरू। हामी गल्छी पुग्यो है। घट्टाबाट यताबाट आइरहेछ गाडीहरू। मलेखु बजार आइपुग्यो है। मलेखु आइपुग्यो हामी चाहिँ। मलेखु आइपुगेको हो यो चाहिँ। अब यहाँनिर यस्तो खाजा खानु पर्यो थोरै। के खाजा पाउँदो रहेछ हेरौँ। मलेखुको माछा भनेको यही हो साथीहरू। मलेखुको माछा। मलेखुमा यस्तो माछा ताजा पाउँछ अरे। हेर्नुहोस् ल, हामी यहाँ खाजा खान रोकेको बाइक। मलेखुको माछा खान रोकेको। सबै खाजा खाने ठाउँ चाहिँ यस्तो रहेछ हो साथीहरू। खाजा खाने ठाउँको भ्युजहरू पनि यसो खिचौँ। यस्तो रहेछ। खोला हो त्रिशुली खोला। वाह, खाजा खाने होटल। हुन्छ। सेल नखाने हो, म नखाने सेल। मन्दिर पनि रहेछ उयो। अब खाजा आइसक्यो है साथीहरू। अब खाजा खानु लागि सेल। उहाँले माछा खानुहुन्छ अरे, म चाहिँ नखाने हो माछा। म चाहिँ तरकारी अनि सेल खान्छु। है हामी कुरिन्टार आइपुग्यो। बाइकबाटै भ्लग बनाउँदैछु साथीहरू। के भने माथिको गेटको फोटो खिच्नै पाएन बाबु सुतेर। टिकट काउन्टर यहीँतिर जस्तो लागेको छ। 10-11 वर्षपछि आएको है फेरि म। नानी सानो हुँदा आएको थियो, अब बाबु सानो हुँदा आएको छ। टिकट लियो मैले। हेर्नुहोस् त यति पर्दो रहेछ एकजनाको। ट्याक्स है यहाँतिर चाहिँ।
ल साथीहरू अहिले चाहिँ हामी यहाँ केबल कारको टिकट काटेर यता लाइनमा आउँदैछु है। अब लाइनमा आउँदैछ सबैजना। हामी बाबुको यो ब्यागमा हालिदिनु पर्यो ल है। अब चाहिँ हामी यहाँतिर यता छ है केबल कार आइरहेछ। केबल कार चाहिँ यहाँबाट आइरहेछ। खोला यहाँ खोला 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 पुरा खोला। हेलो 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 ये एकछिन पज गर्छु। यस्तो हुन्छ नि ज्याकेटलाई अहिले आएको। हेलो वेलकम। वेलकम गाइजहरु। टाइम चाहिँ धेरै लाग्दो रहेछ। मेरो त के हो वाङ्गै भइरहेछ यार। ज्याकेट निकाल्नु पर्यो भनेको। ए ज्याकेट हेर्नु न जाडो हुन्छ बाइकमा भनेर ज्याकेट लगाएको अनि गर्मी भयो अब ज्याकेट चाहिँ खोल्छु। खुर्ची लाउँछु। ज्याकेट हाल्छु क्या ब्यागमा। दिनुस् सिस्टर दिनुस्। थ्याङ्क यू। एकछिन ल ब्याग पनि बोक्छु। हाम्रो टिकट छ। ल है साथीहरू अब चाहिँ हामी केबल कारमा चढ्ने टाइम आइसक्यो। हाम्रो पालो आउन लागिसक्यो साथीहरू। हामी अझै लाइनमा बसिरहेका छौँ। बट्टाबट सबैजनालाई लाँदै हुनुहुन्छ। अब हाम्रो पालो पनि आउन लागिसकेको छ। हाम्रो लाइन नजिक पुगिसक्यो। केबल कार आउँदै बट्टाबट भक्तजनहरूलाई लाँदै हुनुहुन्छ माथि होइन। अनि अब हाम्रो पनि पालो आइसकेको छ। अब हामी पनि सर केबल कार चढेर मनोकामना दर्शन गर्न हिँडिरहेको छु। पर्खाइमा छ केबल कारको नजिक हामी पुगिसक्यो। अब सबैजनालाई एक एक गर्दै बढीमा 6 जना है 6 जना। अनि त्यसमा सानो सानो नानीहरू आफ्नो बच्चाहरू छ भने बच्चाहरूलाई पनि सँगै लान सकिन्छ। अनि हाम्रो धेरै प्याक रहेछ साथीहरू। आज हामी कति बेरसम्म लाइन बस्यो होइन। कति लाइन रहेछ है। अरू बेला मनोकामनाको दर्शन गर्नु शनिबार मात्रै भिड हुन्छ भन्ने जस्तो लागेको थियो, तर होइन रहेछ। अहिले त एकदम सिजनको बेलामा हो कि के होला है,
धेरै प्याक हुँदो रहेछ है साथीहरू। एकदम धेरैजना मान्छेहरू आउनु भएको रहेछ। आज झन् शुक्रबारको दिन, भोलि शनि। अब ठ्याक्कै हाम्रो पालो आउनुलाई 2-3 मिनट मात्र बाँकी छ। अनि त्यहाँ चाहिँ 6देखि बच्चाहरू छ भने 7-8 जना सानो नानीहरूलाई पनि आफूसँगै लान सकिन्छ। अनि यतातिर चाहिँ सबैजनाको टिकटहरू चेक गर्दै हुनुहुन्छ। उहाँले चाहिँ गार्ड दाइले चाहिँ पालोसँग हाम्रो टिकट्सहरू चाहिँ कसले टिकटहरू ल्याउनु भएको छ उहाँले एकचोटि रिचेक गर्नुहुँदो रहेछ। अनि यतापट्टि चाहिँ फ्यामिलीहरू 4 जना अनि 5-6-7 जना हुन्छ भनेर चाहिँ हामीलाई अगाडि नै भन्दै हुनुहुन्थ्यो होइन गार्ड दाइले। अनि त्यही भएर पनि अब हाम्रो पालो आउन लागिसक्यो साथीहरू। हामी नजिकै पुगिसकेका छौँ। अनि त्यहाँ चाहिँ 4 जना फ्यामिली हुनुहुँदो रहेछ। अनि हाम्रो चाहिँ 3 जना मात्र भएपछि मिलाएर पठाउनुलाई हामीलाई चाहिँ अगाडि पठाइदिनु भएको छ गार्ड दाइहरूले होइन। अनि हामी बसेको, अब हामी हिँडेको, केबल कार चढ्यो, मनोकामना दर्शन गर्न बाई गर्दै हुनुहुन्छ। एकजना सिस्टर एकदम हेल्पफुल हुनुहुँदो रहेछ। अनि मलाई बाई गर्नुभयो उहाँले। अनि उहाँहरूसँग यति खुसी छु है। अनि त्यसपछि मलाई अलिकति त्यहाँ ठाउँहरू चेन्ज भएको भएर चाहिँ एकदम असहज जस्तो भएको भएर चाहिँ अनि म अलिकति एकदम ह्याप्पी छु। म योभन्दा 10-12 वर्ष अगाडि जब मेरो छोरी 3.5 वर्षको थियो त्यो बेलामा म मनोकामना दर्शनमा गएको थिएँ। र आज 10-11-12 वर्ष भइसक्यो होला सायद मनोकामना सेकेन्डचोटि खोल्लाले ल है हामी हिँडेको खोला तल चाहिँ हामी मनोकामना जाँदैछ। अब यो 3 किलोमिटर बाटो छ है। 3 किलोमिटर जब 10 मिनेटमा पुऱ्याउँछ हामीलाई। अब डर लाग्यो। ए छोरा, मेरो चाहिँ नानी सानो हुँदाखेरि म आएको थियो कि मनोकामना। अनि अहिले चाहिँ फेरि मेरो छोरालाई लिएर आएको छु। हाम्रो चाहिँ कति आनन्द शान्त जान्छु माथि गयो हामी माथि गयो। धेरै छेउमा नलानु है पापा। जंगल बीच मामू हेर्नु न सालको रुख हो कि केको रुख होला है यो? आयो 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 केबल कार गएको खिच्नु न यता 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 केबल कार गइसक्यो। यो हाम्रो सेकेन्ड टाइम हो। हामी फर्स्ट टाइम नानी सानो हुँदा ए अनि फेरि छोरा लिएर आएको गयो यतै। हजुर छोरी त मजत्रै छ। योपालि त बाइकमा आएको ल्याउन सकिन नानीलाई त। कुन ठाउँ बस्नुहुन्छ? हामी यता काठमाडौँ। ल कुन ठाउँ हो? गान्तोकमा एमजी पढेको वरिपरि कि उहाँले चाहिँ यता इन्डिया सिक्किमदेखि आउनु भएको, मनोकामना दर्शन गर्न आउनु भएको। उहाँहरू चाहिँ नेपाली नै हुनुहुँदो रहेछ। अनि उहाँहरूसँग कुराहरू गर्दै हुनुहुन्छ। उहाँहरू मनोकामना दर्शन गर्ने बेलामा केबल कारमा सँगै भेटिएको हो होइन। अनि उहाँहरू चाहिँ उता सिक्किमदेखि हुनुहुँदो रहेछ। अनि उहाँहरूसँग मेरो हस्बेन्ड चाहिँ गफ गर्दै हुनुहुन्छ। एकदम रमाइलोसँगले कुरा गर्नुहुँदो रहेछ उहाँहरूले।
एकदम रमाइलो गफगाफ गर्दै हामी मजाले केबल कारमा इन्जोय गर्दै माथिसम्म हिँडिरहेका छौँ अहिलेलाई है। अनि उहाँहरू पनि एकदम रमाइलो नेपाली बोल्नु हुँदो रहेछ। नेपालको धेरै पटक आउनु भइसक्यो अरे उहाँहरू पनि, धेरै घुमघाम गर्न रमाइलो लाग्छ अरे भनेर एकदम रमाइलो गफगाफ गरेर हामी चाहिँ हिँड्दैछौँ। मनोकामना माथि पुग्नु आँटिसक्यो। धेरै दृश्यहरूलाई आफ्नो मोबाइलको क्यामेरामा कैद गर्दै हामी मेरो हस्बेन्डहरू गफ गर्दै हुनुहुन्छ त्यो दुईजना आमाबासँग होइन। उहाँहरू पनि एकदम राम्रो गफ गर्नुहुन्छ। अनि गफहरू गर्दा हामी माथि धेरै दृश्यहरू हेर्दा हामी माथि पुग्नलाई एकदम हौसला र उल्लासका साथ। अनि यो चाहिँ तल गाउँहरू सबै तामाङ बस्तीहरू है। यिनीहरू चाहिँ सबै पहिला यो तल तामाङ गाउँहरू कति व्यापार व्यवसायहरू थियो अरे के। म यो केबल कारहरू जब केबल कारहरू चाहिँ राखेको थिइनँ त्यो बेलामा चाहिँ एकदमै यो व्यापारहरू उहाँको थियो अरे। तर अहिले के गर्ने सबै केबल कारहरूले मान्छेहरू यो केबल कार राख्नु भएपछि हाल्नु भएपछि चाहिँ गाउँहरू चाहिँ सुनसान नै देखिँदो रहेछ भन्ने कुराहरू पनि गर्दै हामी चाहिँ बिस्तार माथि चालु लाग्दैछौँ। यताबाट राम्रो देख्छ। कितना तगड़ा हॉर्टिकल्चर का नहीं है यहाँ पे। पहले तो ये केबल कार नहुँदा त मान्छे हिँडेर आउने भयो। पहिले त सबै हिँडेर जाने हो। हिँडेर जान्थ्यो। हिँड्दै बाटो हिँड्दै जाने हो। मान्छे त अहिले कतिले ट्रेकिङ गर्छ नि एउटा हिँड्छ मजाले हिँड्छ। नहीं मैं डरता हूँ, शेर नहीं डरते। नीचे नहीं देखो, ऊपर ही देखो। दी नहीं ऐसे। हुन्छ राम्रो प्रेयर्स। उड्दैछ हामी उकालो। सानो जोइ मान्नु भएन, जबरजस्ती। हिँड्नुपर्छ नि त होइन। गाडी कितना है वहाँ से? मुस्ताङ मुस्तांग देखा था मैंने आगे उससे। कितना टाइम लगता है? मुस्ताङ से बेनी Now, wow, beautiful. ला है यहाँबाट आउने जाने कस्तो राम्रो छ। नमस्कार। साढे 1 बजी मात्रै हामी जानु पर्छ। साढे 1 बजी मात्रै अब ब्रेक टाइम भयो। पूजाको सामान लानुपर्छ भन्नु त ल है। फुलहरू बत्तीहरू। बाबु आउने छिटो फास्ट छोरा मेरो छोरा दिदी आउनु कि साइड भेट्छ ल बाबु आउनुहोस्।
अहिले आउँछु ल हस् दिदी हस् ओके हामी काडमार गर्दैनौँ वाउ आउनु छोरा छिटो आउनु छोरा हिँड्नुहोस् है बाबु 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 हिँड्नुहोस् माथि होइन छोरो माथि हिँड्नुहोस् आफूसित वाउ यस्तो राम्रो राम्रो सामानहरू पाउँदो रहेछ मार्केट चौर बुढो पर्खिनु न पूजाको उनीहरूलाई नि एउटा भाडा यहीँ पनि पाउँछ होला नि लिएर जान्न कति खाल्ला कति जाने यो कस्तो दर्शनहरू के होला दर्शन हो मेरो त 100 गुण छ है 100मा नरिवल फुल आउँछ 150 खाले लानुहुन्छ नि यो चुन्जी तल त 100मै दिइरहेको यस्तै खालको यो बोलाउने बाटो हो क्या बोलाएर अनि 1500 कै भिडाइदिने हो कि हो र माथि महँगो हुन्छ अरे तलबाट लैजाउँ भने कस्तो आफूमा सबै सामान चढाउनु नि त दुब हुन्छ सौभाग्य हुन्छ चुनरी हुन्छ नरिवल हुन्छ सबै सामान हुन्छ नि त आएको भने एउटा चाहिँ लिने हो एउटा चाहिँ लिम्ला एउटा चाहिँ यो सेटमै आउने हो कति जाने थियो यो 250 जान्दै 250 त भन्नु होला 100 जाने लिन्छ हुन्छ तल त त्यही भनेको थियो हाम्रो 100 जाने है सामान अनुसार हुन्छ यस्तो 100मै लानु भन्दै थियो कुन लानुहुन्छ भन्नु त भन्नु मात्रै हो ढाकीमै हाल्दिनु नि त 100 जाने हुँदैन हुन्छ अहिले आउँदा रिटर्न म त रिटर्न गरिहाल्छु धुप चाहिँ राख्नु पर्दैन ल ब्रदर धुप चाहिँ राख्नु पर्दैन होइन म यो लिइरहेछु घरबाट बत्ती चाहिँ आउँदैन एक्स्ट्रा दिनुपर्छ हुन्छ हुन्छ हाल्दैन यस्तो बिच भएको अहिले आएर दिँदा हुन्छ कि अहिले आउँदा यो ढक्कै रिटर्न गर्दा दिँदा नि ए ल ल म हेलमेट पनि यहीँ लाग्छु है हुन्छ राखेर जानु हजुरको झोला हुन्छ म झोल त यहीँ छोड्छु बुढी के मेरो झोला त बोक्छु म त होइन कि अरू बाबु यो पूजामा गरेको दिन्छ नि त के टोरी किन्यो भने This one 350, this one 280.
किन मलाई नसोध मन्दिर बनेको छैन हामीलाई है मन्दिर बनेको छ ए यहाँसम्म त हुँदो रहेछ नि पूजा चप्पल ल्याएर म भित्र छिर्दैन क्या अरे तपाईँ छिर्नु म हेरिहाल्छु नि चप्पल कहाँ राख्नु मेरो भइहाल्छ त आवाज आएको छैन हो लाइन हो लाइन अझै माथि छ उता त्यहाँ अरू दिनु कि नारियल फुलाउने यहाँ नरियल फुटाउने भनेको हाम्रो पूजा गर्नु हाम्रो पूजाभित्र पठाएको एकदमै प्याक रहेछ है अनि एकदम विश्वासका साथ आउनुहुन्छ धेरै धेरै इन्डियादेखि धेरै ठाउँबाट धर्मावलम्बीहरू आउनु भएको छ एकदम प्याक छ छुवाएर ल्याउने रहेछ अनि म त्यो भित्र जाने अनि मेरो चाहिँ परिवारहरू सबैको लागि पूजा गरिदिनु भनेर पठाएको छु बाबुले ल्याउँछु भनेको पुरा भयो अब बाबुलाई ल्याउँछ बाबु पुरा भयो मेरो पनि मैले सोचेको आँटेको मेरो सबै विसहरू पुरा गरिदिनु भएको छ मनोकामना माईले मनैबाट उहाँलाई एकदम सबैजनाको राम्रो होस् सबै नेपाल विश्व सबै शान्ति होस् सबै ठाउँमा हाम्रो परिवारहरूको सबैको राम्रो होस् सबैको मनोकांक्षा पुरा होस् भगवान् मनोकामना माई छोराले नि घन्टी बजाउँदैछ हाम्रो बाबुले घन्टी बजाउँदैछ एकदम गर्मी भएछ है अहिले चाहिँ मेरो नि मनको इच्छा मैले एउटा भागल पुरा भएको छ आज भगवान् म यहाँ आएर
ल हाम्रो पूजा भएन भित्र भगवान्लाई पूजा गरिदिनु भएको छ पुजारी बाले होइन मलाई आइसक्यो अब म बत्ती बाल्छु भित्रबाट पुजारीबाले पूजा गरिदिनु भएको छ होइन अब बाहिर बत्ती बाल्ने धुप बाल्ने सबै माथि भगवान्लाई पूजा गरिदिएर ल्याइदिनु भएको छ बाहिर देउतालाई राखेर भयो लौ न अब गर्दैछु भने नलगाएको ल अन्त बाउ कहाँ गयो बाबु छोरा हेर्नु भने होइन सरी सरी बत्ती उता जस्तो यता भनेछ नि त बोकेर जानु पर्ने पोल चाहिँ बेकारमा त्यहाँ भन न त्यहाँ राख्छ सबै त्यहाँ हेर्नु कतै छ दियो हजुर बल्ल बल्ल पायो सुहायो ल तल गरौँ यो के गरेको बाबु के खाने अब ल अब हाम्रो नरिवल फुटाल्ने ठाउँ रे यो चाहिँ ल चढाइदिनु यसो देउतालाई मुनि पो खान्छ के भन्नुभयो आज 40 मिनट बाँकी छ पूजा सम्पन्न भयो हाम्रो मनोकांक्षा पुरा भयो भगवान्ले सबैको मनोकांक्षा पुरा होस् आज धेरै भिड रहेछ धर्मावलम्बीहरू धेरै प्याक भिड छ आज चाहिँ मनोकामना मन्दिरमा चाहिँ म आजभन्दा 10-11 वर्ष अगाडि
2072 सालको भूकम्पपछि आउँदा यो मन्दिर बनेको थिएन। मन्दिर बनेपछि फर्स्ट टाइम आएको। मनको कामना सबै पुरा भयो। मन खुसी प्रसन्न भयो। आज सबैजना आउनु होला मनोकामना दर्शन गर्नु। एकदम मनमा शान्ति हुन्छ अनि सबैको मनोकांक्षा पुरा हुन्छ है यहाँ आइसकेपछि चाहिँ। यस्तो विश्वास छ हैन। त्यही भएर मेरो पनि पुरा भयो र म आएँ। धेरै भिड हुनुहुन्छ आज त। हाम्रो बाबुलाई चिप्स किनिदिनु भएको छ। पैसा लाग्दैन निशुल्क सेवा। सुन्तला खाना तलै अर्डर गरिसक्यो भाइ। अब हामी तलतिर झरेको हो। हामी पहिला यहीँ खाएको जस्तो लाग्यो खाना है। एकदम राम्रो ठाउँ छ यहाँ चाहिँ। तलै अर्डर गरेछ आज। कस्तो राम्रो है। कति होला है? कति होला है? सानोको कुन चाहिँ यो? योमा चाहिँ के गर्छ? ए ग्लासहरू पनि कप ग्लास कस्तो राम्रो राम्रो। बाबुले चाहिँ केही पनि किन्दिनँ। बाबुले लाउँदैन है के किन्दिनँ। त्यही त हाततिर लाउने चाहिँ। ए फेरि थुक्तेनले पनि मलाई ल्याइदिन भन्छ। हातमा लाउने सानो किनिदिनु थुक्तेनलाई हातमा लाउने। अझै दिदीहरूलाई दिँदा रुन लाएर एउटा किन्नु पर्यो। यसो सानो के कति हो यसको? दुईटाको 60 एउटा आउँदैन। यसको चाहिँ ये सानो किनिदिउँ क्या हो? बाबु लाउने कि नलाउने? यसो लाउने हो लगाइदिनु। नत्र एउटा किनिदिन्छु त्यसलाई। 60 रे यो त्यसले कालो छैन। अरूमा त यस्तोमा चाहिँ छ। यो त ठुलो हुन्छ होला। यो चाहिँ ठुलो केटीहरूको है। हुन्छ 60 दिन एउटा कस्तो क्युट हेर्नु न। 60 भनेपछि ए ठिकै रहेछ। लिनु दिदी त्यहाँभित्र 10 छ कि छैन हेर्नु। एउटा त्यसलाई लिइदिएको क्या अब। अस्ति आज पसेर जानु पर्ला भ्यायो भने भनेको। भ्याउँदैन आमाको। ल जाउँ भयो अब चाहिँ। यसको कति हो दिदी? यसको चाहिँ छुट्छ होला यो?
एउटा दिनुहोस् न, मेरो बुढाले त पुरै गाली गर्छ फेरि। जेदेखि नि लिनुपर्छ भन्छ। सही हो? लिनु पर्दैन दिदी तपाईँको प्लास्टिकको। हस् धन्यवाद। अब 14 छ। 140 Indian. 140 Indian. बुढी के किनेको के किनेको बाबु खै 130 rupees. राम्रो बुढा कसलाई ग्रिन टी हुन्छ ग्रिन टी किन्छ राम्रो है यो। कति कति No, sorry. के भन्दै यो सबै मिल्छ नि त। यो अलिक ठुलो भयो नि त्यो यो लैजाउँ क्या दिदीलाई। अब बाँधेर राख्छ अब बाख्रालाई कहाँ फोहोर गरेको त्यो अर्को उसमा डस्टबिन आउनु न डस्टबिन ऊ त डस्टबिन देखेन त्यो ग्रिन कलरको अब फर्किने लाइनमा छ। लाइन कति धेरै छ हेर्नु साथीहरू यहाँ आउँदैछ भट्टाभर जाँदैछ। फर्किने लाइनमा छौँ हामी। दर्शन भयो, पूजा सफल भयो अनि अब हामी फर्केको। ज्यादातर आज चाहिँ धेरै जस्तो मान्छे नमस्ते माजी। अच्छा कति माया गर्नुभएछ है। हेलो इन्डियन आमाहरू धेरै आउनु भएको रहेछ। साउथ इन्डियन धेरै आउनु भएको रहेछ। हाम्रो बाबुलाई कति लाइनमा आएको छु। यहाँ अझ राम्री दिदी बहिनीहरू सबैजना साडीमा मस्तले मन्दिरमा दर्शन गर्न आउनु भएको छ। आयो तेलंगाना कहाँ पर पड़ता है? तेलंगाना वो आंध्रा है। आंध्र है। आपसे मिलके अच्छा लगा माजी। अब यहाँ से कहाँ पर घूमने जाते हो? चेन्नई की। यहाँ से कहाँ पर जाएंगे आप? कहाँ पर जाएंगे आप? मुक्तिनाथ जा रहा है। मुक्तिनाथ। ठीक है, बहुत अच्छा जगह। जाके आ गया आप? बड़ा काम। बाय बाय बाय। अब यहाँ केबल कार भएको ठाउँमा आइपुग्नु लाग्यो अनि
कति सकिसक्यो क्या हो जाने मात्र लाइन हो क्या यो उता आउँदै उता झर्छ नि त उता जान्छ त उतो गेट हो नि त ए ए उताबाट जाने चाहिँ आउने हाम्रो यता बाबु हिँड्नु है छोरो कहाँ छिरेको वो यहाँ छोड्ने हो बाबु आउनुहोस् बाबु बेबी बाबु त जानु हुँदैन ओ बाबु जानु हुँदैन भने आमासँग कुरा गर्दै हुन्छ यहाँ मम लिएर आऊ बाबु यता हाम्रो टर्न आयो खाली आइरहेछ मान्छे लिनु मात्रै आइरहेछ होइन अघि चाहिँ प्याक भएको थियो कतिजना हामी अट्छ हामी अट्दैन है हामी अर्कोमा जाने सबै खाली अब हामी यसमा हो हमारा पाए हमारो आयो हाम बस्ने आयो हामी बस्ने आयो म यता बस्छु अब फेरि उल्टो भयो म हे तेरिको म फेरि उल्टो भएको फेरि उल्टो हजुर यता बस्नु न होइन मलाई चाहिँ म चाहिँ उता बस्छु भनेको उल्टो भइरहेछ भनेर म यतापट्टि मलाई खिच्नु सजिलो हुन्छ भनेर मात्रै हो हामी फर्केको तर यो चन्द्रगिरी भन्दा यसको सिजर क्लियर है त्यो कस्तो फोर्दैन चन्द्रगिरी रेड कलर थियो है रेड कलर होइन फोर थियो कुन गाडीमा रोगी माथि आउँदा कान नाक उयो के कान बन्द भयो फोटो स्क्रिन छोरो ल यस्तो गर्नु कस्तो दामी थियो अन्त काम लाग्यो है म तलबाट आउँदैछ हेर्नु बाबु पछाडि त देख्यो हाम्रो बाइक चाहिँ यता पार्किङ गरिरहेछ अरे उता हामी बाइकमा आएको हाम्रो बाइक यता पार्किङ छ अरे भन्दै हुनुहुन्छ अब आइपुग्यो झर्ने ठाउँ आइपुग्यो गाइजो बाबु समाउनै लड्ला ल झर्ने आन्टी झर्नुहुन्छ अनि बाबाको हात समाउनुहोस् ल बाबु समाउने झऱ्यो
फुलहरू त यहीमा रहेछ आँसु पनि यस्तो राम्रो फ्लावरमा पानी छाप्दै हुँदो रहेछ दाइले चाहिँ यस्तो दामी 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 ल पानी छाप्दै हुन्छ कस्तो राम्रो झप्पै फल्ने रहेछ है यो फुल पनि यहाँ तल झाडिदियो आमा भर्खर आँसुहरू चढ्यो माथि मान्छे जानुभयो के बेलुकाहरू भर्खर यहाँ हामी ओर्ल्यो त्यो हाम्रै बसेको छ गाडीमा छिरे कि हाम्रो बाबु मेरो छोरा हो छोरो आफूले भन्छ ए विकास भनेको म त म कसले बुझाएन भर्खर चढ्यो कहिले त्यो पात कस्तो राम्रो फुलहरू यहाँनिर सेट्रे फर्स्ट टाइम ट्राई गर्नु लागेको छु यहाँ कस्तो हुन्छ मिठो छ मिठो सब रहेछ है मिठो छ है ल है साथीहरू हामी चाहिँ कुरिन्टारबाट हतारमा आएर खाना खानु नपाएको भएर बिहानबाट हामीले खाना खाएको थिएन अनि हामी चाहिँ यहाँ आएर खाना खान लागेको छु हेर्नु साथीहरू म चाहिँ भेज खाना खान्छु हाम्रो छोरा मोमो अनि यता आपाउने मोमो ल खानुहोस् ल राखिदिनुहोस् न थ्याङ्क यू थोरै राखिदिनुहोस् हो धन्यवाद कति धेरै राख्नु पऱ्यो धन्यवाद ल है म चाहिँ भेज खाना खान्छु साथीहरू हतारमा हामीले मनोकामनाबाट खाना खानु ढिलो भएर खाना खाँदै आएको थियो अब यहाँ आएर खाना खाँदैछु साथीहरू काठमाडौँमा आएर ल अब म खाना खान्छु ल भिडियोलाई मन पऱ्यो भने लाइक सेयर अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनुहोस् थ्याङ्क यू सो मच साथीहरू ओके साथीहरू हजुरहरूलाई भिडियो कस्तो लाग्यो भिडियो मन पऱ्यो भने मेरो युट्युब च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गरिदिनुहोस् र मेरो मनोकामनाको भिडियोलाई फुल वाच हजुरहरूले मलाई साथ सपोर्ट गरिदिनु होला आजलाई भिडियो यति नै अब अर्को भिडियोमा फेरि भेट हुन्छ अहिलेको लागि बाई बाई टेक केयर गुड नाइट